परदेशको बाटो सजिलो कहाँ हुन्छ र हरेक मुस्कान भित्र एउटा लुकेको पीडा हुन्छ। तर हार मान्नेहरू इतिहास लेख्दैनन्। बिहानको घाम नउदाउँदै शरीर थाक्छ, हातमा घाउ पर्छ, तर सपना भने अझै जिउँदै रहन्छ। कहिले काहीँ खाना खाने समय पनि हुँदैन, थकानले बोल्ने शक्ति पनि बाँकी हुँदैन। तर मनले भन्छ अझै एक पाइला अघि बढ, आजको दुःखले भोलिको बाटो खोल्छ। परदेशको पसिना खेर जाँदैन, मेहनत गर्ने कहिल्यै हार्दैन। आज आँसु छ भने भोलि मुस्कान बगी आउँछ। अँध्यारो रात पछि उज्यालो बिहान मगी आउँछ। कसैले देख्दैन हाम्रो सङ्घर्षको कथा, देख्छन् त केवल कमाएको पैसा। तर त्यो पैसाको पछाडि कति पसिना बगेको छ, त्यो त परदेशीको मनले मात्रै बुझेको छ। गाह्रो छ तर सम्भव होइन, थकाइ छ तर यात्रा रोकिएको छैन। हरेक दिन नयाँ सपना बोकेर उठ्छु, आफ्नो भविष्य आफै लेख्न अघि बढ्छु। साथी हो कहिल्यै हार नमान, आजको दुःख सधैँ रहँदैन। एक दिन यही सङ्घर्ष नै तिम्रो सबैभन्दा ठुलो सफलता बन्नेछ। परदेशको पसिना सम्मान हो, कमजोरी होइन। मेहनत गर्ने हात कहिल्यै खाली हुँदैन। आशा बोक, विश्वास राख, अघि बढेर। एक दिन तिम्रो मेहनतले नै तिम्रो परिचय बनाउनेछ। परदेश गाह्रो छ तर सपना ठुलो छ। आज सङ्घर्ष गर, भोलि सफलता तिम्रै ढोकामा हुनेछ।